दुर्गा देवी माध्यमिक विद्यालयको शिक्षक विद्यार्थी जसिन हुनुहुन्छ भने हामीले उदाहरण दिन्छौँ। म्याडमहरूले वान भन्नु भने राम तपाईँले भन्नु अनि कसरी भन्छ भनेको यसको फेरि ह्यान्ड्स डाउन। ल अब मेमरले र सरहरूले मात्रै वान भन्ने। कमरेड तिमी सर हो ल ओके ह्यान्ड्स डाउन। ल अब सबैले बतायो नि। ल सुरु अब भिडियो सुरु हुन्छ। अब आप तपाईँको छोरो कहानी कहाँ आपका लड़का कहाँ है कहाँ बा वहाँ को छोरा कौन शाबाश बेटा गुड ताली बजाओ शाबाश। हेर्नुहोस् आपको देख रहा है वो लड़का हम आपको 5 लाख करोड़ रुपए देंगे तो ये लड़का मुझे दोगे आप कहाँ दोगे वो इसलिए यही नहीं आपका संपत्ति है। ताली बजाओ हम यही कहते हैं। ओके मैडम यस्तो गर्नु न मेरो स्कुल होइन शाबाश हाम्रो स्कुल राम्रो स्कुल हाम्रो स्कुल सफा स्कुल हाम्रो स्कुल संस्कारित स्कुल हाम्रो स्कुल 1 2 3 भन्छु गुड मर्निङ टिचर जोरसँग भन्नु होला 1 2 3 यस शाबाश होइन बस कुरो त्यही नै हो। गुड कभरअप भन्दा 1 भने कभरअप। आमाहरू धेरै छिटो आउनु भएको छ तपाईलाई धेरै धेरै धन्यवाद छ। ताली बजाइदिन लाग्छ धेरै धेरै धन्यवाद छ। ओके ओके कभरअप ह्यान्ड साइड सीधा 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 ह्यान्ड अप 3 भन्ने ह्यान्ड साइड भन्दा 2 भन्ने ह्यान्ड साइड ह्यान्ड डाउन भन्दा 1 भन्ने ह्यान्ड डाउन यस
1 2 3 भन्छु जय दुर्गा देवी मावी 1 2 3 टेन्सन। अब यो पछि राष्ट्रिय गान हुन्छ। राष्ट्रिय गानको लागि सबै उठ्नु होला। आमा उठ्नुस् उठ्नुस्। यो पछि अब राष्ट्रिय गान हुन्छ। राष्ट्रिय गानको लागि रेडी सबै उठ्नु होला। बुवाहरू पनि उठ्नुस्, भाइहरू पनि उठौँ। राष्ट्रको सम्मानको लागि सबै उठेर आज एक धुन का साथ। अरे जल्दी आइए, आप क्यों लेट कर रहे हो? जल्दी आइए, जल्दी, यहाँ शुरू हो गया है। लॉक है नेशनल टेंशन। ओके, नेशनल एंथम स्टार्ट 1 2 3 गो। शांति भूमि तारै पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हेलो, धेरै धेरै धन्यवाद छ। बिहानको एसेम्ब्ली यसरी सकिन्छ। मन परेको भए जोरदार ताली बजाइदिनु होला। यसरी बिहानको सभा अनि यति ऊर्जाशील भएर भाइ बहिनीहरू कक्षा कोठामा जानुहुन्छ अनि पढाइ सुरु हुन्छ, हो कि होइन? कस्तो स्कुल होइन? लामा उठ्नुहोस्, उठ्नुहोस्, तपाईँहरू पनि उठ्नुहोस्। क्या बस्नु भएको छ तपाईँ? उठ्नुहोस्, सक्छौँ। अब सबकी एकछिन ठाउँ ठाउँमा नाच्ने। तपाईँ पनि नाच्नु होला, हेर्नु त जानुहोस्। आप भी नाचना है यहाँ? हाँ, तो नाचना है। तो 1 2 3 गो। तिमीले सक्छौ, मैले सक्छु, तिमीले सक्छौ, हामी सबैले सक्छौ। मैले सक्छु, तिमीले सक्छौ, हामी सबैले सक्छौ। हामीले चाहे सफल जीवन निर्माण गर्न सक्छौ। हामीले चाहे सफल जीवन निर्माण गर्न सक्छौ। सफल जीवन सधैँ जिउन। कर्म जीवनमा सफल हुने हामीले आफ्नै जिम्मेवारी। सत्कर्म जीवनमा सफल हुने हामीले आफ्नै जिम्मेवारी। सकारात्मक सोचले बनाउँदछ सक्षम बोक्नलाई यो बारी।
बाटो हामी सबैले सक्दछौँ हो कि होइन जय श्रीहरि जय श्रीहरि जय दुर्गा देवी धेरै धेरै धन्यवाद छ यसरी चाहिँ बिहानको एसेम्ब्ली सकिन्छ अब आमाहरूलाई आफ्नो ठाउँमा गएर बसिदिन आउनमा हार्दिक अनुरोध गर्दछु धन्यवाद पहिलो सेसन नै सकिएको छ अब विद्यार्थी भाइ बहिनीहरूलाई बसिदिन आउन पनि म हार्दिक अनुरोध गर्दछु नजिक नजिक गरेर बसाल्नु होला आमा म्याडमहरूले मोबिलाइज भइदिनु नजिक नजिक गर्नुहोस् नआट्नु भएको अभिभावकलाई पनि हामी यहाँ बसाल्छौँ अलि यता नजिक नजिक बसाल्नुहोस् भाइ बहिनीहरूलाई र त्यसको व्यवस्थापन विवेक भाइ यो गर्नुहोस् त ल यहाँ नजिक नजिक बसाल्नुहोस् त ल अभिभावकज्यूहरूलाई बुवाहरू सबै बुवाहरू मञ्चतिर आइदिनुहोस् बुवाहरू मञ्चमा बुवा हजुरहरू मञ्चमा आइदिनुहोस् यहाँ थुप्रै कुर्सीहरू नभए हामी बेन्चहरू ल्याउँछौँ बुवाहरू सबै माथि मञ्चमा आइदिनुहोस् बुवाहरू सबै मञ्चमा आइदिनुहोस् अनि यो पछाडि भएको बेन्चहरू म्याडम यो पछि भएको बेन्चहरू जुन छन् अलिक यता यता भाइ बहिनीहरूलाई अलिक नजिक गर्नुहोस् अलिक नजिक नजिक लाइन नबिगार्नु होला है लाइन नबिगार्नु होला लाइनलाई नबिगार्नु होला मैले अनुरोध गरेँ लाइनलाई नबिगार्नु होला बुवा बस्नुहोस् ल स्वागत छ हजुरहरूलाई स्वागत छ ए धन्यवाद धन्यवाद छ बुवा धेरै धेरै प्रयासको भेट्ने अवसर मिल्यो बस्नु वडा हार्दिक अनुरोध गर्दछु त्यसै गरी वडा सदस्यज्यूहरू जनप्रतिनिधिज्यूहरूलाई पनि कुर्सीसँगै लिएर आइदिनु भने म हार्दिक अनुरोध गर्दछु समितिका अध्यक्षज्यू लगायत सम्पूर्ण सदस्यज्यूहरूलाई पनि माथि मञ्चतिर आइदिनु होला यहाँ हामी 2 लाइन पनि बसाल्छौँ स्वागत छ सरहरूलाई एकदम स्वागत छ बुवा आउनुहोस् स्वागत छ हजुरलाई धेरै धेरै धन्यवाद छ अनि नजिक नजिक आमा म्याडम यहाँ अगाडि अझै बेन्च थपिदिउँ म्याम त्यो पछाडि छ नि यो पछिको बेन्चहरूलाई यहाँ अगाडि लैदिउँ यहाँसम्म थपिदिउँ त्यस पछाडि भाइ यसलाई व्यवस्था गरौँ यहाँसम्म थपिदिउँ यहाँसम्म चाहिँ थपिदिउँ अझै सहयोजना हटाउनुहुन्छ छिटो छिटो सरहरूले लाइनमा बाबु लाइनमा बसाल्नु है लाइनमा है ल बुवाहरू उयो पछि बस्नु भएको बुवाहरू यता आइदिनु मञ्चतिर म्याडम बुवाहरू यता आइदिनुहोस् मञ्चतिर बुवाहरू सबै मञ्चतिर आइदिनुहोस् हामी सुन्छौँ मात्रै बढी बस्दैनौँ जम्मा आधा घन्टा सुन्छौँ यस यस होइन कस्तो स्कुल होइन म घर गएर मोबाइल हेर्छु पक्का हो ल धेरै धेरै धन्यवाद म्याडम यो ठाउँ बच्यो भने यो ठाउँमा हामी बच्यो भने यहाँनिर बेन्च राखिदिउँ अर्को